शासक तङनाम विशेष लिम्बूहरूको चाल आज इटारी नगर कार्य समितिले आयोजना गरेको शासक तङनाममा उपाध्यक्ष स्वयं खटेर यसपालिको शासक तङनामलाई एकदम भव्य र सभ्यताका साथ उहाँहरूले आयोजना गर्नुभएको थियो। मसँग कुराकानी गर्नका निम्ति धन्यवाद छ। यो हामीले मान्नुको चाहिँ के छ भने हाम्रो शासकमा भनेको लिम्बुहरूको विशेष चाड भएकोले जस्तै अरू जाति अरू संस्था अरूले जस्तै दसैँ तिहार यसरी मान्छ हो त्यस्तै नै हाम्रो चाहिँ पहिला पुर्खौँदेखि चाहिँ मनाउँदै आएको हाम्रो मेन चाड शासक भएकोले हाम्रो अहिले 2082 साल हामी यता भन्छौँ तर हाम्रो चाहिँ के छ भने पुरानो हाम्रो चाहिँ सम्मत 5085औं वर्ष यो एलेदङ्बे। त्यसले गर्दाखेरि हामी चाहिँ यो हामी मेन चाड भनेर हाम्रो चाहिँ यो मनाउने गर्छौँ। त्यसको लागि चाहिँ हामी यो अहिले कार्यक्रमहरू नै भव्यका साथ सबै यहाँ मात्रै नभएर नेपालभरि नेपालमा मात्रै देश विदेशमा नै मनाउने गरेको छ। त्यसै नै हाम्रो प्रथम लिम्बूहरूको तङनामहरू मध्ये 4वटा तङनाम पर्छ उपाध्यक्षज्यू। त्यो मध्ये शासक तङनाम, यक्वा तङनाम, शिक्षकता तङमाङ र तङबेगवा तङनाम। यति मध्येमा शासकलाई चाहिँ इम्पोर्टेन्ट मेन खास गरी तपाईँहरूले उत्सुकताका साथ मनाउनुहुन्छ। यसको विशेषता के हो? जस्तै तङनामहरूमा त अरू तङनामहरू पनि पर्दछ, त्यसलाई यो तङनामहरूको के भिन्नता छ यो पनि स्पष्ट पारिदिनुहोस्। यो जस्तै हामीले यो शासक तङनाम भने जस्तै यावा तङनाम हो, जस्तै यो अरू हामीले जस्तै अरूमा माघे सङ्क्रान्ति भन्छ, अरूले के सङ्क्रान्ति भन्छ हो त्यस्तै हाम्रो अरू चाहिँ नर्मली चाड हो। यो चाहिँ हामीले तिहार बल्याङ तङनाम मनाए जस्तै यो चाहिँ मेन ठुलो पर्वको रूपमा चाहिँ मान्दै ल्याएकोले त्यसरी नै चाहिँ हामी शासक तङनामले चाहिँ एकदम मेन लिएर चाहिँ यसलाई चाहिँ भव्य मनाउने गर्छौँ र यसरी नै चाहिँ यसलाई चाहिँ सधैँ हामी निरन्तर पनि दिनेछौँ। त्यही भएर हामी यसलाई मेन यसमा चाहिँ शासक तङनामलाई नै प्राथमिकता दिने गर्छौँ। जस्तै शासक तङनाम यसपालिको भव्यताका साथ भयो, यसमा हजुरहरूको एकदम मेहनत एकदम दुःखका साथ असत तरिकाले नै सायद किनभने किराँती चुम्लुङ आदिवासी जनजातिलाई अहिले केन्द्रबाट मानिदिउँ प्रदेशबाट बजेट नभएको कारणले होला, सायद बजेट यो पालि आएन नै होला। किनभने यो पालि एकदम जेन्जीले गर्दाखेरि होइन केन्द्रहरू नष्ट भएर एकदम सार्वजनिक सम्पत्तिहरू तोडफोड भएर नगरपालिका धेरै जस्तै हामीले सुनसरी जिल्लामा इटरीमै बढी धेरै क्षति भोग्नु पर्यो। यस किराँती चुम्लुङको शासक तङनाममा पनि नगर प्रमुख हाम्रो अहिले जो हुनुहुन्छ हेमकर्ण पौडेल, उहाँले हामीलाई सहयोग गर्नुभयो कि भएन होला यो विषयमा पनि बताइदिनुहोस् न। यो विषयमा पक्कै पनि विनिजी जस्तै हामीले त्यो हामीलाई शास्ति छैन, हामी हर्ष उल्लासको साथ हामी यो याक्थुङवा लिम्बूहरूमा चाहिँ के छ भने यो एउटा चाड मनाउँ यसरी गरौँ भन्ने भयो भने सबैले साथको सहयोग हौसला दिने र उहाँहरूले दिइराख्नु छ, सबै गर्नुभएको छ। त्यो हिसाबले चाहिँ हामी दुःख होइन एकदम रमाएर चाहिँ हामी चाहिँ हर्ष उल्लासका साथ हामीले मनाउनु पायौँ। यसपालि हामी खुसी छौँ, दुःखी छैनौँ। र तपाईँले भन्नुभयो जस्तै नगर सरकारबाट केही आर्थिकहरू सहयोग हुन्छ हुँदैन भन्ने हामी उहाँहरूलाई प्रपोजल बुझाउँछौँ। हाम्रो जेएनजीको कारणले पनि अब यो हामीले शासक समाज अन्तिम हुँदैछ, भोलि गएर हामीले
प्रपोजल पाउँछौँ, उहाँले केही गर्नुहुन्छ भने हामी आशा राख्छौँ। त्यो त हाम्रो केन्द्र सरकार पनि दायी हो नि। आदिवासी जनजातिलाई जुन कोठा झुकाएर आउँछ नि, त्यो कोठाको एक हिस्सा त हाम्रो किराँत याकिङ चुम्लुङलाई पनि पर्ने हुन्छ। त्यसमा राज्यले पनि यो किराँत याकिङ चुम्लुङको मान्छार या शासक तङ्नामलाई सहयोग गर्नुपर्ने थियो। जसरी हजुरले भन्नुभयो, जेनजीले गर्दाखेरि गत वर्षको हिसाब किताब पनि उहाँले हामीलाई दिनुभएको छैन, यो वर्ष पनि हामी पेस छौँ भन्नुभयो। कतिको आशावादी हुनुहुन्छ कि यसपालि जसरी जेनजीको आन्दोलनले गर्दा युवा भाइ बहिनीहरूको रगत पसिना बगेर अहिले जुन सरकारमा आउनुभएको छ होइन, महिला आउनुभएको छ, त्यसमा प्राउड फिल गर्नुपर्छ हामीले। म एउटा महिला भएको कारणले अहिले जुन हाम्रो प्रधानमन्त्री आउनुभएको छ सुशीला कार्की, उहाँले गरिरहेको कामहरू जुन केन्द्रमा सत्तामा माथि गरिरहनु भएको छ, त्यो कामको हेराइमा बुझाइमा त जहाँसम्म यो बजेट नगरमा आउँछ जस्तै लाग्छ या लाग्दैन? हजुरलाई कतिको आशावादी हुनुहुन्छ त्यो? पक्कै पनि बिनीजी, यो जो अहिले तपाईँले भन्नुभयो नगरको विषयमा चाहिँ अब हाम्रो नगर प्रमुखज्यू अब उहाँले चाहिँ कहिले पनि इन्कार गर्नुहुन्न। यस्तो लगेर केही प्रपोजल लग्यो भने हुन्छ भन्नुहुन्छ। अब कति कुरो त नहुनु पनि सक्छ होइन, कति कुरो हुन्छ, तर उहाँले कहिले पनि हुँदैन भन्ने चाहिँ उहाँले गर्नुभएको छैन, हुन्छ भन्नुहुन्छ। अब केन्द्रको विषयमा चाहिँ तपाईँको केन्द्रमा हामीले एक त के छ भने यो हाम्रो जनजातिहरू हाम्रो त्यहाँसम्म के छ भने पावर नपुगेको भन्नु कि के पहुँच नभएको भन्नु कि होइन। अब अलिकति हामी खोज्नु पनि नसकेर होला, अब अलिकति खोज्यो यो गरो अलिकति प्रपोजल बुझायो भने पक्कै आउँछ होला। तर हाम्रो केन्द्र पनि छ, केन्द्र हाम्रो किराँत याकिङ चुम्लुङ केन्द्रले केन्द्रै गर्नुहुन्छ होला। हाम्रो अब प्रदेश पनि गठन त छ, प्रदेशले हामी जिल्लालाई उयो गर्नुहुन्छ होला, हामी चाहिँ नगर लेभलमा मात्रै गर्ने गर्छौँ। त्यसले गर्दाखेरि हामी केन्द्र लेभलको चाहिँ हामीलाई जानकारी पनि हुँदैन, त्यही हो। जस्तै किराँत याकिङ चुम्लुङको मेन उद्देश्य भनेको नै भाषा, लिपि, धर्म होइन, यसरी धान नाच होइन, केलाङ जस्तै अब वेशभूषा सबैको संरक्षण गर्ने एउटा इतिहासलाई फलो गर्दै आउने नै एउटा जातीय संस्था भनेको किराँत याकिङ चुम्लुङ हो। जस्तै इटरीमा हामी 20 वडाहरू छौँ, 20 वडा मध्येमा यो नगर कार्य समिति भनेको 20 वडाको एउटा एक हिस्सा एउटा त्यस मानिने एउटा हेन्टाउको मानिन्छ। त्यसमध्येमा आजको कार्यक्रममा वडाबाट कतिको के कति सहयोग पाउनुभयो हजुरहरूले। र अर्को कुरा वडाहरूमा जस्तै अब अघि मैले भने भाषा, लिपि, धर्म होइन हरेकको संरक्षण गर्ने एउटा किराँत याकिङ चुम्लुङ हो भनेपछि यहाँहरूले कतिको सिपमूलक कार्यक्रम जस्तै भाषा सम्बन्धित अहिले लिम्बू भाषाको जुन अहिले प्रदेशमा एउटा नामकरण हुनुपर्छ भन्ने एउटा उच्चारण जस मान्यता माग भइरहेको थियो, त्यो मागहरूमा हजुरहरूको कतिको ध्यान गइरहेछ र यो भाषाहरू हाम्रो अहिलेको पुस्ताहरूलाई कतिको तपाईँहरूले प्रशिक्षण दिइरहनु भएको छ? भाषा जस्तै सिपमूलक तालिमहरू हुन्छ नि, तान बुन्नेदेखि लिएर सिलामसाकमा बुन्ने, यो विषयमा पनि संरक्षणमा स्पष्ट पारिदिनुहोस् न। धन्यवाद बिन्जी। त्यो जस्तै हामीले अब यो अहिलेको यो चासोको विषयमा हामीले चासो मनाउने नै मेन उद्देश्य त्यही नै हो। हामीले किनभने हरेक वेशभूषा लाएर आउने, संस्कृति जोगाउने अनि त्यसमा त्यसै नै गरेर चाहिँ हामी यो सबै चासो प्रोग्राममा चाहिँ दौरा सुरुवाल लाएर हाम्रो वेशभूषा लाएर चाहिँ सबै हाम्रो सांस्कृतिक जोगाउने जसरी पनि लोप हुँदै जान्छ भनेर चाहिँ हामीले यो जब सबै वडाहरू पनि गठन गरेको छौँ नगर। हामीले चाहिँ सबैतिर नै यो आज जो तपाईँले भन्नुभएको छ त्यो वडाबाट कतिको सहयोग के हुँदैछ भने हामी सबै 20वटा वडालाई आह्वान गरेको थियौँ अनि उहाँहरू सबै आइदिनु भएको छ। उहाँहरूले सबै हामीले गठन पनि गरेका छौँ, वडा पछिबाट हामीले सहयोग पनि छ, सबै कुराहरू छ। र हाम्रो यो सिपको विषयमा चाहिँ अब सिपमूलक पनि कति कुराहरूमा अहिले हाम्रो चाहिँ यो हामीले नसिकाएर आफै पनि उहाँहरू होइन गरिराख्नु भएको छ, त्यो हामीले गर्नुपर्छ पक्कै पनि। यो हामी अब यसलाई चाहिँ कार्य समिति नगरको कार्य समिति छलफल गरेर वडा वडामा हामी पुर्याएर त्यो हामी गर्छौँ। भाषाको विषयमा भन्नुभयो, भाषा चाहिँ तपाईँको हामीले यो लिम्बू भाषा अहिले जो प्रदेशमा अहिले श्रीजङ्गा जनजयन्ती हाम्रो फागुनन्द जनजयन्तीको त्यही हाम्रो चालु हुने भनेको थियो, तर केही विविध समस्याले गर्दा त्यहाँ भएको छैन होला। यो प्रति हाम्रो किराँत याकिङ चुम्लुङ सिङ्गो यसमा एकदम गम्भीर छ
र यो विषयमा किरात नाप्थुङ चुम्लुङ एकदम यो विषयमा चाहिँ अब ज्ञापन पत्र दिएर जानु परे पनि हामी फेरि जान्छौँ। अब यो केन्द्र सरकारले चाहिँ अधिकार दिइसकेको प्रदेशले त रोक्नु पाउँदैन, त्यो हामीलाई एकदम विषयमा ध्यान आकर्षण गराउँछौँ। त्यही छ जस पहल गर्नुहुन्छ। जस्तै अस्ति फागुनन्द दिवसको दिन किराँत याकुम चुम्लुङको याकुम भाषा र यो मनकिली भाषा दुईटा भाषा लागू गर्ने प्रदेश नम्बर 1 मा भन्ने एउटा मन्त्री परिषदमै बसेर मुख्यमन्त्री हिम्मत कार्कीले एउटा निर्णय निकाल्नु भएको थियो बसमा। त्यो दुनियाँ टेलिभिजनदेखि लिएर पत्र पत्रिकामा आइसकेको। कति हाम्रो याकुममा लिम्बूहरू एकदम खुसीका साथ उमङ्गका साथ एकदम यो फागुनन्द दिवसको दिन पक्कै पनि याकुम भाषा सरकारी काम काजमा लागू हुन्छ भन्ने एउटा ढुक्क भएर बसेको थियौँ। तर अहिले आएर सायद जेनजीको मुभमेन्टले गर्दा या केहीले गर्दाखेरि यो रोकिएको छ। यसमा तपाईँहरूले किराँत याकुम चुम्लुङको तर्फबाट फेरि पनि पहल गर्नुहुनेछ कि के छ यस विषयमा बताइदिनुहोस् न। यो भाषा लागू गर्नुपर्छ या पर्दैन? यो विषयमा हामी एकदम गम्भीर छौँ दिनीजी। यो जो अहिले अघि पनि मैले भने केन्द्र सरकारले निर्णय गरेर दिइसकेको कुराहरू प्रदेश सरकारले रोक्नु पाउँदैन। यो विषयमा चाहिँ हामी एकदम गम्भीर छौँ र यो हामीले लागू हुनुपर्छ भन्नेमा हो। हामी किन आफ्नो संस्कृति यो चासोमा किन मनाइराख्छौँ, हरेक कुराहरू किन गर्छौँ, यो यदि हामी त्यो कुरालाई नमान्ने हो भने हामी त्यो विषयमा एकदम गम्भीर छौँ। यो लागू हुनुपर्छ र फेरि दोहोऱ्याएँ निजी केन्द्र सरकारले चाहिँ त्यो निर्णय गरिसकेको कुराहरू प्रदेश सरकारले रोक्नु पाउँदैन। यो विषयमा हामी गम्भीर छौँ र यसमा हामी के गर्नुपर्छ अब हामी पुनः छलफल गरेर हामी कुन एङ्गलबाट जाने हामी तयार छौँ। त्यो विषयमा चाहिँ हामी गर्छौँ। तपाईँहरू पहल गर्नुहुन्छ यो भाषालाई प्रदेश नम्बर 1 मा लागू गर्नलाई किराँत याकुम सिङ्गो किराँत याकुम चुम्लुङ एकदम कोसिसमा छ भन्ने नै बुझ्नुपर्छ होइन त? एकदम त्यसो अन्त्यमा उपाध्यक्षज्यू जस्तै आजको कार्यक्रम सभ्य र भव्य रूपमा भयो किनभने धेरै मान्छेको उपस्थिति थियो, सोचेभन्दा बढी नै होइन। दुनियाँ खेलकुदहरू थियो, हामीसँग सम्मान कुराहरू थियो। जस्तै जति पनि यो किराँत याकुम चुम्लुङलाई सफल बनाउनको निम्ति जति पनि सहयोगी हातहरू थियो उहाँहरूलाई प्रत्येकजनालाई तपाईँहरूले एकदम हौसलाका साथ एउटा सम्मान पत्र वितरण गर्नुभयो, उहाँहरूलाई सम्मान दिनुभयो। भोलि गएर अर्को साल पनि उहाँहरूले यसरी नै साथ सहयोग गर्नुपर्ने रहेछ किराँत याकुम चुम्लुङ भन्ने एउटा हौसला भयो। एकदम राम्रो पक्ष कुरा थियो त्यो पक्ष एकदम यो आजको किराँत याकुम चुम्लुङको पक्ष एकदम राम्रो थियो भने दोस्रो पक्ष यहाँनिर यो हाम्रो साथ यो के भन्छ यो ढोल नाच जुन च्यापुङ नाच थियो, च्यापुङ नाचमा पनि हजुरले 4 वडाकोबाट बोलाउनु भएको थियो, वडाबाट हजारसम्म लाग्छ होइन कलाकारहरू। ती मध्येमा 4 कलाकारहरू अहिलेसम्म पनि नाचेको देखिएन। यो चाहिँ के एउटा कमजोरी के को कमजोरी भयो यो पनि बताइदिन्छु। मैले राम्रो प्रश्न बुझिनँ फेरि। जस्तै आजको कार्यक्रम नि एकदम सभ्य भव्यताका साथ सफल भयो होइन। तपाईँहरूले आजको मुभमेन्टमा आज मेन भनेको जुन किराँत याकुम चुम्लुङलाई जति पनि सफल पार्नको निम्ति सहयोगहरू गर्नुभएको थियो, सहयोगी दाताहरूलाई सम्मान पत्र दिएर सम्मान गर्नुभयो होइन। त्यो भनेको किराँत याकुम चुम्लुङहरूको एउटा मनोबल बढाउने। जस्तै किराँत याकुम चुम्लुङलाई हामीले सहयोग गर्यौँ भने हामीलाई पनि केही दिने रहेछ भन्ने एउटा त्यो भनेको एउटा चिनो भयो। पछि अर्को वर्षसम्म रहने भयो। त्यो एउटा मुभमेन्ट एकदम राम्रो काम गर्नुभयो किराँत याकुम चुम्लुङ नगर कार्य समितिले सम्मान गरेर। दोस्रो पक्ष भनेको हाम्रो 4 वडाबाट च्यापुङ कलाकार आएको छ भन्ने सुन्नेमा आएको थियो। त्यो मध्येमा 4 वडाको कलाकारहरू देखिएन नि। यहाँ चाहिँ किन के कमजोरी भयो यसमा आजको कार्यक्रममा चाहिँ बताइदिनुहोस्। यसमा चाहिँ मिनीजी जस्तै हामीले पहिलो कुरोमा हामीले यो कार्यक्रम अहिले एकदम पोहोरभन्दा यसपालि राम्रो भएको छ। यसमा हर्ष उल्लासका साथ हामी सधैँ 2 बजे कार्यक्रम सक्छौँ भने अहिले अब लगभग 3 बजिसक्यो र पनि अहिले त्यति नै अहिले हर्ष उल्लासका साथ हामी सबै गरिरहेछौँ र यो हामीलाई खुसीकै साथ छ। अर्को कुरो तपाईँले भन्नुभयो 4वटा वडालाई हामीले इन्भाइट गरेका थियौँ, तर त्यो 4वटा होइन हाम्रो जम्मा 5-6वटा वडामा सबैलाई हामीले चिठी काटेको थियौँ। तर उहाँहरूमा चाहिँ के भयो भने अहिले यो सिजन बिहाको सिजन परेकोले कतिलाई चाहिँ अब टाढो टाढो पहिल्यै बुक गरिसकेकोले उहाँहरू आउनु नसक्ने भएर अगाडि हिजो नै जानकारी गराउनु भएको थियो।
र आज 3 ग्रुप मात्रै आउनुभएको छ। त्यसले गर्दाखेरि त्यसमा चाहिँ त्यो हरेक विधिक समस्याहरूले गर्दाखेरि उहाँहरू हरेक बिहामा पहिल्यै अब जानकारी गराएपछि जानै पर्छ। त्यसले गर्दाखेरि चाहिँ उहाँहरू उता जानु भएर आउनु भएन। त्यसमा हामीलाई दुःख मन छैन, उहाँहरूले अग्रिम जानकारी पनि गराउनु भएको हो। जस्तै उपाध्यक्ष चाहिँ मैले अहिले के भन्न खोजिरहेको थिएँ भने अरू वडाहरूलाई पनि इन्भाइट गरे तापनि अहिले हामीले देखिएको यो हाम्रो किराँत याक्थुङ सुम्लुङको भवनको प्राङ्गणमा देखेको भनेको 4टा वडाबाट आएको कलाकार भाइ बहिनीहरू जुन हुनुहुन्छ नि, नाच्नु हुँदैछ नि, उहाँहरू मात्रै 4 वडाकै देखिएन। उहाँहरू अघि 1 बजे 2 बजे नै निक्लेर जानुभयो। त्यसमा हामीले जहाँसम्म हाम्रो घोषणा त्यो प्रचार पत्रमा हामीले पढेका थियौँ, हामीले पाएका थियौँ कि कार्यक्रम 7 बजेदेखिको 4 बजीसम्म हुनुपर्छ भन्ने त्यो एउटा प्रचारमा थियो। मैले क्या गरेँ भयो अलिकति कमी हो कि कसरी कमी हो त्यो विषयमा नि अलिकति बताइदिनुहोस्। यसमा चाहिँ विनिजी यस्तो छ, जस्तै हामीले यो च्याब्रुङलाई चाहिँ यसपालि अलिकति सिस्टम हाम्रो पनि थोरै नमिलेकै होला। सधैँ हामीले के गर्थ्यौँ भने बोलाएर उहाँहरूलाई चाहिँ बिदाई दिने यस्तो अलिक औपचारिक रूपले बिदाई दिने कार्यक्रमहरू थिएन। त्यही सम्झेर चाहिँ उहाँहरूले सधैँ पनि त्यही गर्नुहुन्थ्यो। आज त्यसरी जानुभयो होला जस्तो लाग्छ। यो अलिकति हाम्रो त्यसमा कमजोरी छ। त्यसमा सिस्टम बदलिनु पर्यो क्या। सधैँ बच्चा र हामी सधैँ एउटै सिस्टमलाई फलो गर्ने होइन। तपाईँ हामी भनेको अहिलेको पुस्ता हो, हाम्रो जिजु बाजेदेखि आएको होइन कल्चरलाई हामी मनाउँदै आएको। उहाँहरू अब रातभरि पनि नाच्नुहुन्थ्यो, दिउँसो नाच्नुहुन्थ्यो, त्यो फलो गर्न सक्यौँ न हामी। तर कमसेकम अहिले आएको भाइ बहिनीहरूलाई त टाइम टु टाइम एउटा हाम्रो सिस्टम राख्नुपर्छ कि भन्ने एउटा बुझाइ चाहिँ हो। किनभने आज किराँत याक्थुङ सुम्लुङको भवनमा जासक तङ्नाम मनाइरहँदा मेन भनेको च्याब्रुङै हो। च्याब्रुङै अब कम भयो भने, कम देखियो भने, नाच भएन भने धेरै मान्छेहरूको एउटा निराशता हुन सक्छ। किनभने सहयोगी मनहरूको डाटाहरू मैले अघि बाहिर धेरै देखेँ। हजुरहरूले 2000देखिको होइन 15-20 हजारसम्मकोलाई पनि सम्मान गरेर हिसाब किताब एकदम पारदर्शी देखाउनु भएको छ। त्यसमा उहाँहरूको अलिकति केही निराशतापन आयो कि जस्तै अघि मैले महसुस गरेँ। कतिजनाहरूले उहाँहरूले भन्नुभयो, त्यही भएर मैले हजुरलाई यो प्रश्न गरेँ। यसमा सरी त्यसको लागि। ठिक छ विनिजी, अब यो हजुरले भन्नुभएको सुझावहरू अब आउँदो सालहरूमा हामी यसलाई सुधार गरेर लान्छौँ। हामी सबै कुराहरू सुधार गरेका थियौँ पहिलाभन्दा। पहिला हामीले यसरी दाताहरूलाई सम्मान पत्र दिने गरेका थियौँ न, यसपालि हामीले सम्मान पत्र दिने एउटा जमक्को गऱ्यौँ। अर्को कुराहरू हामीले जस्तै अब हरेक सिस्टमहरूमा थोरै चेन्जेस गर्न खोजेको तर एकैचोटि नहुँदो रहेछ। जस्तै अघि पनि भने अब त्यो उहाँहरू पहिला जस्तै हामीले यो चाहिँ हाम्रो मिटिङमा बस्दैखेरि चाहिँ यति टाइम तोकेर चाहिँ गर्नु पर्थ्यो। यो हाम्रो अलिकति कमजोरी भएको छ। तपाईँहरूप्रति र सबैलाई क्षमा पनि माग्न चाहन्छु। यसमा आउँदो दिनहरूमा हामी यसलाई पनि फेरि सुधारेर लान्छौँ। यसपालिको जासक तङ्नाम एकदम राम्रो भयो। किनभने जति पनि पूजा गर्न आउने, जासक पूजामा आउने भक्तजनहरूलाई हजुरहरूले एकदम मिठास तरिकाले होइन खानाहरू खाएर, मासुहरू खुवाएर पठाउनु भयो। खानाको भोजनहरूको एकदम राम्रो सुविधा थियो। त्यसमा त हुँदाको खर्चहरू पनि धेरै लाग्यो होला। जस्तै अघि भन्नु प्रदेश सरकारबाट आएन, हामीले नै सहयोगी दाता मनहरूले नै गरेर यो के अरे सङ्कलन गरेर हामीले त्यो यसपालिको जासक मनाएको भन्नुभयो यहाँहरूले। त्यसको लागि धेरै धेरै धन्यवाद। यतिको सफल बनाउनु भयो। किनभने एउटा गैर लिम्बू जातिको एउटा संस्था चलाउनु भनेको एकदम धेरै गाह्रो छ। त्यही पनि जासक तङ्नाममा धेरै खर्च हुन्छ र यसपालिको जासक तङ्नाममा हजुरहरूको खर्च पनि जहाँसम्म हामीले देख्दा धेरै नै भयो जस्तै लाग्यो होइन। यसमा हजुरहरू एकदम कस्तो तरिकाले एकदम जस्तो असहज तरिकाले भइरहेछ कि सहज तरिकाले यो पालिको जासक भयो? लु अन्त्यमा यति प्रश्न हजुरलाई गरेँ। पक्कै नै विनिजी, मैले अघि पनि अलिअलि त्यसमा जोडेको थिएँ। हामीलाई असहज छैन, एकदम सहज तरिकाले हामीले यो जासक तङ्नाम सम्पन्न गर्न सफल भएको छौँ। र तपाईँहरू पनि अब आइदिएर यो सबै सरसहयोग गरिदिनु भयो। हरेक कुराहरूमा हामी इटोरीमा रहनुहुने सम्पूर्ण हाम्रो अग्रजहरू हामीले
सबैसँग चाहिँ यसरी हाम्रो कार्यक्रम हुँदैछ है भनेपछि हामी जाँदाखेरि उहाँहरूले कसरी के गर्ने भनेर चाहिँ जुनै कुरोमा पनि सहयोग गर्न तयार भएकोले र हामीलाई खर्चको विषयमा भोलिपल्ट समीक्षामा होला कति के भयो भन्ने र जस हामी एकदम सफल तरिकाले सम्पन्न गर्न पायौँ, हामी असहज भएन, एकदम सहज तरिकाले हामी गर्न पायौँ। आउँदो दिनहरूमा योभन्दा राम्रो गरेर जाने पनि अझै हाम्रो योजनाहरू छ। एउटा कमेन्ट आयो, मैले हजुरलाई अन्तिम भनिरहेको थिएँ। एउटा कमेन्ट यहाँ के आयो भने उपाध्यक्षज्यू, जस्तै चासोको तङनाम भनेको 3 दिन 4 दिन बनाइछ, तर इटरीमा त 1 दिन मात्रै हो र भन्ने कमेन्ट यहाँ आयो। यो के छ त, यो चासोको तङनाम अरू ठाउँमा 3-4 दिन मनाइन्छ, जस्तै चासो तङनाम याक्थुङमाहरूको तङनामहरू मध्ये एउटा ठुलो तङनाम भन्ने पनि बुझिँदो रहेछ। किनभने अन्न बाली उत्पादन गरेपछि जो पनि धनी ठुलो नै हुन्छ होइन। त्यही भएर पनि होला सायद चासो तङ 3-4 दिन मनाइन्छ। जस्तै नेपालदेखि नभएर छिमेकी देश भारतको दार्जिलिङ, सिक्किम जुन लिम्बू समुदाय हुनुहुन्छ, त्यहाँदेखि हङकङ, युके हुँदै अहिले होइन कर्मथलो बनाएर बसिरहनु भएको छ। युए परवास हरेक खाडी मुलुकमा पनि चासो तङनाम मनाइरहनु भएको छ। त्यो मध्येमा चासो तङनामहरू सबै ठाउँ यसरी समग्रमा मनाइरहनु, उत्सव मनाइरहनु भएको छ। र हाम्रो इटरी भवनमा मात्रै किन यसरी 1 दिने कार्यक्रम भयो त? यो पनि हुन त पहिलो साल पनि हाम्रो हरेक साल 1 दिने नै हो, त्यो हामीलाई थाहा छ। र पनि दर्शकहरूले चाहिँ यहाँनिर एउटा सोध्नु एउटा जिज्ञासा राख्नु भएको छ, त्यो पनि बताइदिनुहोस्। बिनीजी, यो विषयमा चाहिँ यो कुराहरू हामीले पहिला पनि यहाँ कुरा गऱ्यौँ, कति दिन हामीले चासो तङनाम मनाउने भनेर। र यो विषयमा चाहिँ हाम्रो के छ, इटरीमा पहिलादेखि पनि 1 दिन चाहिँ भव्य कार्यक्रम गर्ने आयोजक समितिले नै यहाँको आजको सम्पूर्ण खर्चहरू बेहोर्ने, त्यो भएर चाहिँ हामीलाई 1 दिन मात्रै गर्नु परेको। जस्तै धरानतिर अरूतिर हो भने यसरी आफ्नो आयोजकले खर्च गर्दैन, जस्तै पाहुनाहरू आउँदाखेरि गर्नुहुन्छ र त्यहाँ कलाकारहरूलाई गर्नुहुन्छ। त्यो कारणले हामी त्यसरी हो भने अरू जस्तै हामी आउँदो दिनहरूमा अब यहाँ सिस्टम अलिक भइसकेपछि, अहिले भर्खर भवन बनाउँदैछौँ, यो बनिसकेपछि हामी त्यसरी नै उहाँहरू जस्तो नै हामी फेरि पनि गर्नेछौँ। यसमा पूर्ण आशा पनि छ। र यो जो 1 दिनको कारण चाहिँ त्यसरी नै हो, किनभने सिस्टम पहिला हामीले राखेका छौँ। 1 दिन चाहिँ जति पनि इटरीबाट पाहुनाहरू आउँछन्, हामीले 1 दिन चाहिँ भोज खुवाउने सिस्टम भएर चाहिँ यो 1 दिनभन्दा धेरै चाहिँ हामी नगरेको जानकारी। यसरी बुझ्नु पर्यो कि अन्य ठाउँमा 3-4 दिन, अब जस्तै चासो तङनामको एउटा राष्ट्रिय कलाकारहरू बोलाएर मौसम मेला लाग्दाखेरि उहाँहरूले चाहिँ आफ्नो व्यक्तिगत खर्चमा खानु बस्नु गर्नुहुन्थ्यो भने यहाँ भनेको 1 दिनको कार्यक्रम, तर छोटो मिठो व्यक्तिको खर्च बिना या संस्थाले नै खुवाउने भन्ने हजुरको यही बुझाइ होइन? पक्कै पनि भिनेजी, अब अरू ठाउँ चाहिँ अघि पनि भने टाढोबाट आउने पाहुनाहरूलाई खुवाउने, कलाकारहरूलाई खुवाउने, अनि अरू चाहिँ आफै किनेर खाने सिस्टम छ। त्यसले गर्दा 2 दिन 3 दिन 5 दिन गर्नुहुन्छ। त्यसले गर्दा इटरीमा चाहिँ सम्पूर्ण इटरी समितिले नै जिम्मा लिन्छ। यहाँको केही खर्चहरू हरेक खानेकुरादेखि लिएर सबै कुराहरू भनौँ न एउटा मण्डलले, त्यसले गर्दा 1 दिन मात्रै गर्ने गरेको छ। यस खुसी लाग्यो। उपाध्यक्षजी, नगर उपाध्यक्षजीले भनिसक्नुभयो, यो पालिको चासोको हामीलाई केही अप्ठ्यारो भएन, हामी सहज तरिकाले मनायौँ भन्नुभएको छ। पक्कै पनि उहाँलाई शुभकामना चासो तङनामको। मलाई यतिकै समय दिनुभयो, त्यसको लागि धन्यवाद।